म हिन्दू हो हिन्दू हिन्दू नेपाली हिन्दूलाई हिन्दू हुन पाउँदैछ भन्न चाहिँ पाइन्न। म हिन्दू हुँ हिन्दू हुँ हिन्दू। बिहा पनि मैले चाहिँ नि गुहेश्वरीमा बिहा गरेको हिन्दू रीतिरिवाज अनुसार गरेको हो। त्यसकारण म व्यक्ति रूपमा पुरा हिन्दू हो। हेर्नुहोस्, राजाले छुँदाखेरि पनि राजाको आयुलाई खारिज गरेको हो। त्यसै पञ्चायतकालमा धेरैपल्ट जेलमा छुटेको हो। म अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु। एयरपोर्टदेखि नै साथीहरूले पार्टी तथा मेरो समर्थनमा त्यो उत्साहपूर्ण सहभागिता देखाउनुभयो। यसका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। अब नेपाल अत्यन्तै अप्ठ्यारो अवस्थामा छ। सबभन्दा महत्त्वपूर्ण कुरा मैले हिजो पनि बोलिसकेको छु, अस्ति नै बोलिसकेको छु। पञ्चायत कालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। न्याय दिएकोमा वास्तव भन्यो भने राजाले छुँदाखेरि पनि राजाको आयुलाई खारिज गरेको हो। त्यसै पञ्चायतकालमा धेरैपल्ट जेलमा छुटेको हो। म अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु। अझै मुद्दा हामीले हालेका छौँ अदालतमा कि यो चाहिँ नि हाम्रो मैले त्यो मानेको थिएन के आएको मैले मानेको पनि थिएन। त्यो पहिलेको पार्टी अधिवेशनमा मैले मानेको पनि थिएन। त्यो चाहिँ यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन। यसरी नै गर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकालाई धेरै साथीहरूलाई बाहिर राख्यो। त्यसको खिलाफमा हामीले अदालतमा गयौँ। अदालतले भनेको छ यो न्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पाठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन। मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पुरा विश्वास गर्दै अदालतको कुरालाई पनि मान्छु। अब अरू कुराहरूको सम्बन्धमा साथीभाइले बोलिसक्नुभयो, मलाई धेरै केही भन्नु छैन। एउटा साथीले लेख्नुभएको छ सनातन हिन्दू राज्यबाट के बोलिदिनु पऱ्यो भनेर बोलेको छ। सबै साथीहरू इच्छा छ, मलाई बोल्ने कुरा हुँदै छैन। तर म हिन्दू हुँ। मेरो वर्तमान पनि हिन्दू अनुसार भएको हो। मेरो बहिनीको बिहा गर्नु पऱ्यो भन्दाखेरि के गर्ने भन्दा बहिनीको बिहा गर्ने भने त ठिक छ, वर्तमान गरेपछि बहिनीको बिहा गर्न मिल्छ भने ल बहिनीको बिहा गरेर वर्तमान गरेपछि जसले पनि हालेको भयो। त्यस पछाडि चाहिँ मैले बिहा पनि मैले चाहिँ नि गुहेश्वरीमा बिहा गरेको हिन्दू रीतिरिवाज अनुसार गरेको हो। त्यसकारण म व्यक्ति रूपमा पुरा हिन्दू हो। हेर्नुहोस्, मलाई कसैले मलाई हिन्दू बचाउनु छैन। नेपाल के हुने, के धार्मिक स्वतन्त्र हुन्छ भन्ने हुनुपर्छ भन्ने छु म। नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाल जनता हातमा छ। तर नेपाली हिन्दूलाई हिन्दू हुन पाउँदैछ भन्न चाहिँ पाइन्न। म हिन्दू हो हिन्दू हिन्दू। त्यस कारण चाहिँ पशुपतिमा जान्छु म। पशुपतिमा पूजा गर्छु मैले। पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ हिन्दू हुँ हिन्दू। र मेरो बुद्धको प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने उनीहरू चाहिँ साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेका छन्। त्यो प्राकृतिक धर्म मान्ने देश छ हाम्रो। राई लिम्बूहरू छ, प्राकृतिक धर्म, त्यो सबैले हामीले सम्मान गर्नुपर्छ। त्यसलाई पनि सम्मान गर्छु। यति भन्दै मलाई धेरै कुरा तपाईँ भन्नु छैन। तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ आउनुभएको छ, तपाईँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै टाढादेखि आउनुभयो, दुःख भयो होला, दुःख कष्ट भयो होला, त्यसको लागि म क्षमा चाहन्छु। मैले धेरै तपाईँलाई सहयोग गर्न सकिनँ।
यति भन्दै म अब धेरै समय तपाईँको लिन सक्दिनँ। मैले अस्ति बोलिसकेको छु। त्यसैले अहिले पनि म के भन्दाखेरि चाहिँ म यत्र सम्पूर्ण साथीहरूको न्याय पाएको छु, यत्र सम्पूर्ण साथीहरूको सद्भाव पाएको छु, त्यसलाई म कहिल्यै बिर्सिने छैन। त्यस कारण चाहिँ मैले भोलिका दिनमा पनि म साथीभाइको माया, साथीभाइको सद्भावनालाई कहिले बिर्सिने, यसलाई अगाडि बढाउँदै तपाईँहरू जे भन्छ लाग्नेछु भन्दै म धेरै तपाईँको समय लिन चाहन्छु। यति भन्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई 15औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ। 15औं महाधिवेशनसम्म पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ। 2033 सालमा महामानव पीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कनु भएको थियो। आज पनि देश अप्ठ्यारो स्थितिमा छ। यस अवस्थामा राष्ट्रवादी एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहनेछ। हाम्रो पार्टी राष्ट्रियता लोकतन्त्रका लागि सबै यो मान्ने पार्टीहरूसँग सबैलाई सुदृढ गरेर राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्नका लागि सदैव क्रियाशील रहनेछ। नेपालमा सनातनदेखि चल्दै आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्तिले धार्मिक समुदायले आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रता रहेको छ। यसलाई हामी सुनिश्चित गर्न चाहन्छौं। सबै धर्म मान्ने व्यक्तिहरूको धार्मिक स्वतन्त्रतालाई हामी सुनिश्चित गर्न चाहन्छौं। सनातनदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृतिक धर्म संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानको रूपमा रहिरहेको छ। त्यसलाई राष्ट्रलाई अघि बढाउन प्रतिबद्धता व्यक्त गर्दछ। सबै धर्मावलम्बीहरूलाई स्वतन्त्रपूर्वक धर्म मान्ने अधिकार दिएर त्यो कुराहरू राख्दछ। वर्तमान संविधानमा जनअपेक्षा आवश्यक संशोधन गर्न संविधानमा भएका व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास निकाल्न आवश्यक छ। त्यसलाई प्राथमिकता दिइनेछ। 2083 श्रावण 30 र 31 गते सम्पन्न नेपाली कंग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरूलाई समेटी परिमार्जन सहित पारित प्रस्तावहरूलाई लिखित गर्ने जिम्मेवारी नेपाली कंग्रेसका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य पूर्व सहमहामन्त्री उमाकान्त चौधरी र अलिकति मिस्टेक भएछ, सहमहामन्त्री उमाकान्त चौधरी र केन्द्रीय सदस्य सीता राणा रहेको 3 सदस्य समिति रहेको छ। त्यसमा